ओम नमो नारायण। हजुरहरूको मनमा पनि प्रश्न उठ्छ कि भगवान छन् कि छैनन्, भगवानको अनुभूति हुन्छ कि हुँदैन र भगवानले दर्शन दिन्छन् भन्ने यस्तो प्रश्न हुन्छ भने सुन्नुहोस् एउटा कथा। एक दिन एउटा मुस्लिम मुल्क साहेब जसलाई भन्छ, ऊ बाटोमा जानु हुँदै थियो र जाँदा जाँदा धेरै अगाडि बढ्दाखेरि उहाँ अगाडिबाट चाहिँ एउटा सन्त महाराज आउनु हुँदै थियो। सन्त महाराजलाई देखेर त्यो मुल्की साहेबले के भन्यो भने, तपाईँ ईश्वरलाई विश्वास गर्नुहुन्छ भनेर सोधे। मुस्लिमले हिन्दूलाई सोधे। सन्त महाराजले हजुर तपाईँहरूको ईश्वर छन् भन्दाखेरि हजुर छन्, उहाँले दर्शन दिन्छन् भनेर भने। हजुर दिन्छन्, कसरी, उसको अनुभूति चाहिँ कसरी हुन्छ भनेर त्यो मुल्की साहेबले सन्त महाराजलाई सोद्धाखेरि सन्त महाराजको हातमा गीत गोविन्द नामको एउटा पुस्तक थियो। अनि सन्त महाराजले थपक्का दिनुभयो मुल्की साहेबलाई, यो पुस्तक लानुहोस्, यसमा गीत गोविन्द लेखेको छ, यो गीतलाई गाउनुहोस् र यो बुक जति बेला तपाईँले यो पुस्तक पढ्नुहुन्छ, गीत गोविन्द पढ्नुहुन्छ, गीत गाउनुहुन्छ, त्यति बेला तपाईँको अगाडि एउटा आसन राख्नुहोस्। आसन राखेर त्यहाँनिर अनुभव गर्नुहोस् कि यहाँनिर प्रभु आउनु भएको छ र उहाँसँग बात गर्नुहोस्। तपाईँ सधैँ यो आसन राखेर यो गीत गोविन्द पढ्नुहोस् त भनेर त्यो किताब दिनुभयो। किताब दिएर उहाँबाट जानुभयो। अनि त्यो मुल्की साहेब पनि सरल मान्छे हुनुहुन्थ्यो, उहाँको मन पनि सफा हुनुहुन्थ्यो। उहाँले त्यस्तै गर्नुभयो, हुन्छ भनेर उहाँलाई पनि एउटा विश्वास थियो कि म पनि एउटा अनुभूति पाउँछु कि भन्ने एउटा विश्वास थियो। त्यहाँदेखि उनले साँच्चै नै विश्वास गर्नुभयो र त्यो किताब लिएर घरमा गएर पढ्नु थाल्नुभयो है। पढ्दाखेरि के गर्नुहुन्थ्यो, अगाडि आसन राखिदिनुहुन्थ्यो। आसन राखेर लु ईश्वर तपाईँको नाममा आसन राखिदिएको छु भनेर त्यो गीत गोविन्द खोलेर त्यहाँनिर पढ्नुहुन्थ्यो र गीत गाउनुहुन्थ्यो। सधैँ गर्दा 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 1 साल भयो है। उसको मनमा तर अटुट विश्वास थियो। अनि एक दिन के भयो, त्यो मुल्की साहेबलाई हतार पर्यो। हतार पर्दाखेरि एक जग्गादेखि अर्को जग्गा जानुपर्ने, त्यो दिन उहाँले गीत गोविन्द पढ्नु पाउनु भएन है। पाहुनाले गर्दाखेरि उहाँ घोडामा चढ्नुभयो। घोडामा चढेर जानु हुँदैछ। अब जाँदा जाँदा निकै टाढा जानुपर्ने, जाँदा जाँदा उहाँलाई याद आयो, आहा आज त मैले भगवानको आसन राखिनँ र गीत गोविन्द पनि पहिले पढिनँ भनेर। अन्त उहाँले घोडामै बसेर यत्रो दिन जुन पढ्नु भएको जुन गीत उहाँलाई याद थियो त्यो गीत गाउनु थाल्नुभयो। गीत गाउँदा गाउँदै के भयो भने उहाँको पछि पछि एउटा बालक आउन थाले। बालक आएर अब घोडा कति स्पिडमा जानु हुँदैछ, उहाँ त्यो घोडा सँगसँगै कुद्दै 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 त्यो बालक पछि पछि जानुभयो। घोडा सँगसँगै कुद्नु थाल्यो। कुद्दाखेरि अब मुल्की साहेबले देख्नुभयो, अरे यो बालक त अघिदेखि म सँगसँगै कुद्दैछ भनेर घोडालाई रोके। घोडालाई रोकेर अनि सोध्नुभयो, बालक तिमी यति स्पिडमा किन कुद्दैछौ? मलाई त कुनै कामले हतार हतार जानु छ, यति स्पिडमा मेरो घोडा सँगसँगै, यत्रो स्पिड घोडा छ तर पनि सँगसँगै कुद्नु हुँदैछ, किन सँगसँगै कुदेको भन्दाखेरि अनि त्यहाँदेखि मुल्की साहेब उत्रेर सोद्धाखेरि त बालकले स्या 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 हुँदाखेरि भन्नु थाले। त्यति बेला बालकले के भन्यो, सधैँ त मेरो आसन लगाएर तिमीले यो गीत गाउँथ्यौ, आज त मलाई आसन दिऊ न, अनि कुद्दै कुद्दै यो गीत त मलाई सुन्नै पर्यो नि भनेर भन्नुभयो। भन्दाखेरि अन्त मुल्की साहेबले हजुर के भन्नुभयो भने त फेरि भन्नुभयो, सधैँ त मलाई आसन दिन्थ्यौ, त्यो आसनमा बसेर म यो गीत सुन्थेँ र आज तिमीले मलाई आसन दियौ न, त्यो के गर्नु, मलाई कुद्नै त पर्यो होइन भन्दाखेरि त त्यहाँदेखि मुल्की साहेबले बुझ्नुभयो कि यो चाहिँ भगवान हुनुहुन्छ, ईश्वर हुनुहुन्छ भनेर एक घुँडा टेकेर त्यहाँदेखि उहाँले प्रणाम गर्नुभयो कि तपाईँले साक्षात् मलाई दर्शन दिनुभयो भनेर। यस्तो ढोग्दाखेरि त हेरे कि स्वयं कृष्ण भगवान त्यहाँनिर उभिरहनु भएको छ है। बालकको रूपमा कृष्ण भगवान उभिरहनु भएको छ। उभिँदै त्यति बेला मुल्की साहेबले छर्लङ्गै दर्शन पाउनुभयो कि उहाँ ईश्वर, हिन्दूको कृष्ण भगवान ईश्वरलाई उहाँले दर्शन पाएर कति आनन्द खुसी भएर मुल्की साहेबले उसलाई ढोगेर प्रणाम गरेर त्यति बेला उहाँले प्रचार गर्नुभयो कि साँच्ची नै भगवान हुनुहुन्छन्, भगवान हुनुहुन्छन्, तर विश्वास हुनु पर्यो हृदयमा। मनदेखि कुनै काम हामीले चिताएर गऱ्यौँ भने त्यो काम सफल हुन्छै हुन्छ। उहाँले पनि भगवानको दर्शन पाउनु चाहनु भएको थियो। गीत गोविन्द पढिरहनुहुन्थ्यो एकदम विश्वासले, सधैँ रेगुलर, एक दिन पनि
नागा नगर्दा, तर एक दिन नागा गर्दाखेरि भगवान्ले उहाँलाई दर्शन दिनुभयो। यसको मतलब भगवान्ले पनि त पर्खिन्छन्। हामीले जुन चिज भगवान्लाई सधैँ मानिरहन्छौँ, सधैँ बिहान फुल चढाउने बानी छ भने फुलको त्यो आशा भगवान्ले गर्नै हुन्छ होइन। गर्दा गर्दा वहाँनिर त्यो हामीले फोटोमा पूजा गर्दा गर्दा त्यहाँनिर प्राण प्रतिष्ठा हुन्छ, भगवान्ले त्यहाँ आएर विराजमान हुनुहुन्छ। त्यही भएर हामीले गर्ने भगवान्लाई पूजापाठ गर्ने रेगुलर गर्ने बानी गर्नुपर्छ। भगवान्ले पनि आशा गर्नुहुन्छ र भगवान्ले एक दिन न एक दिन दर्शन अवश्य दिनुहुन्छ। तर हृदयले हामीले के गर्नु पर्यो, विश्वास गर्नु पर्यो र हामीले सधैँभरि आराधना चाहिँ गरिरहनु पर्यो। यही थियो आजको मेरो कथा। हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक र सब्सक्राइब अवश्य गरिदिनुहोस्। यति बेलासम्म मेरो भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। ओम नमो नारायण।